पनि धेरै रिफर्महरू गरिराखिएको छ। स्टक एक्सचेन्जको पुनर्संरचनाको लागि गठन गरिएको एउटा समितिले जुन प्रतिवेदन दिएको छ त्यसलाई हामी कार्यान्वयन गर्छौं। हिजो पनि स्टक मार्केट पुँजी बजारबारे एकदमै उदार नीतिहरू घोषणा गरिएको छ राष्ट्रपति मार्फत र यसलाई बजेटमा हामी थप आकार दिन्छौं। यसलाई हामी प्रोफेसनलाइज गरेर एउटा विश्वस्तरीय क्यापिटल मार्केटको मापदण्डलाई पछ्याउने गरेर नै अगाडि जाने हो। तर विगत केही वर्षमा यी संस्थाहरू केही व्यक्तिहरूको कब्जामा गएको यथार्थलाई पनि हामीले स्वीकार गर्नुपर्दछ। 15 अरब 16 अरबको जनताको पैसाको अपचलन गरेर मार्केट म्यानिपुलेसन, इनसाइडर ट्रेडिङ गरेर अकुत सम्पत्ति जम्मा गरेर राजनीतिलाई प्रभावित गरेर केही प्रभावशाली नेताहरूलाई त उनीहरूको गोजीमै राखेर देशका राजनीतिक संस्थाहरू त कब्जामा भए आर्थिक संस्थाहरू पनि कब्जा गरेको एउटा असाध्यै कटु यथार्थ थियो। जेनजी आन्दोलनलाई हामीले धन्यवाद दिनै पर्छ। त्यो हस्तक्षेप नभएको भए हामी साँच्चीकै भड्खालोमा जाकिने क्रममा रहेछौं र अहिले मुलुकले नयाँ कोर्समा गएको छ र सुशासनलाई हामीले ठूलो प्राथमिकताका साथ अगाडि बढाएको कारण र सम्माननीय प्रधानमन्त्रीज्यू त के भन्नुहुन्छ भने यो विकास निर्माण भने दोस्रो वर्षदेखि गरौं, पहिलो वर्ष त सुशासन 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 त्यो जग बसाउँ, त्यसपछि त अरु त झण्डै स्वचालित ढंगले अगाडि बढिहाल्छ नि। पद्धति र प्रणाली बनाएपछि अन्य कुराहरू त स्वतः गइहाल्छन् नि भन्ने मान्यता पनि छ। यद्यपि हामीले अघि भन्यौं राज्यका आफ्ना दायित्वहरू छन्। आँखा चिम्लेर बसे पनि 1330 अर्ब त खर्चै गर्नुपर्ने छ। यसमा 200-400 अर्ब थप्दाखेरि त हाम्रो लगभग बजेट एक्जस्ट हुने अवस्था छ। यो सँगसँगै सार्वजनिक संस्थानहरूको बारेमा